धेरै माया गर्ने भुन्टीलाई भूपेन्द्रले धोका दिइसकेका छन्। एउटा केटीको लागि होटेलमा पनि लगेर बारम्बार भनिरहेका छन् कान्छीलाई छिटोभन्दा छिटो डिभोर्स देऊ भनेर। तिमीसँगै जीवन बिताउँछु पनि भनिसकेका छन्। ती केटीले पनि यो कुरामा धेरै तनाव दिन लागेकी छिन्। जसरी भयो पनि मलाई भुन्टीको डिभोर्स चाहियो भनिसकेकी छिन्। हो दर्शकबिन, भुन्टीलाई त्यति धेरै माया मान्ने तिनका ससुराले म जसरी भए पनि कुरा मिलाउँछु भनेका छन्। उनले धेरै चासो दिएका छैनन् पछिल्लो समयमा। आफ्नो छोरा भूपेन्द्रले गल्ती गरेको निकै नै तनाव भइरहेको छ। भूपेन्द्रको दाइले नसम्झाएको होइन, तैँले जसरी भए पनि बुहारी लिएरै आउनुपर्छ भनेका थिए। उनले पनि भुन्टीलाई डिभोर्स दिने छ। मलाई भुन्टीको बाटो अलग गर्नु छ। अहिले अर्को बाटो भनिसकेका छन्। ओ दर्शकबिन, भुन्टीलाई भूपेन्द्रले जुन कुरा पनि टर्चर दिइरहेको हुन्छ। भुन्टीको पेटमा बच्चा छ तर भने उनलाई यी कुरा सम्झिरहेका छन्। मैले जसरी भए पनि यो बच्चालाई जन्म दिनुपर्छ। योभन्दा अघिल्लो बच्चाको मैले मुहार नै हेर्न पाएन। भूपेन्द्र भने दाइको नासो बोकेर आइरहेको भनेर गाली गरिरहेका हुन्छन्। उनले एक कुरा नसहेर चिठीमा पनि लेखिसकेका छन्। यी कुरा सबै उनले आफ्नो दाइलाई पनि भनिसकेका छन्। मैले घरमा झगडा गरेर आएको हो आमा, र अब के होला त भुन्टी भागमा। अब अर्को पार्टमा हेरौँला। जो नयाँ हुनुहुन्छ त्यहाँहरूले लाइक एन्ड सब्सक्राइब गरेर जानुहोला। बाई।